हेलो नमस्ते एन्जॉय गोर्खा हामी चाहिँ आज आइपुगेको छौँ निजलागढीको पिकनिक स्पोट हेर्नुहोस् तपाईहरु हैन कस्तो लाग्दछ अन्त हामी चाहिँ यहाँ आज गाडी लिएर तीनजना आएको छौँ घुम्नलाई हल्का निजलागढीबाट हैन हेलो गाइस यहाँ हाम्रो रमेश दा हैन फाइनली हामी तीनजना भेट भएर चाहिँ यसरी घुम्न आएको नि आज यहाँ हेर्नु चौतारा ल हामी चाहिँ घुम्नु निस्क्यौँ हैन गाइस हाम्रो यता ब्रिजहरु भाइ उताबाट घुमेर हजुर हजुर जाउँ राइड गर्दा गर्दै अब उयो पिकनिक स्पोटमा यहाँ चाहिँ हाम्रो रमेश दा हेर्नु नि कस्तो दा आज तपाईले यत्रो साल बाद गाउँबाट आउँदा फेरि उहाँ मतलब बाहिरबाट कमाएर दुःख गरेर मेहनत गरेर यहाँनिर गाउँमा घुम्दा फेरि कस्तो लाग्दैछ गाइस यो मेरो गाउँ हो हैन हजुर गाउँमा बहुत सालको बादमा आएको हैन गाइस जनवरी सक्को बहुत रमाइलो लागेको छ यो जनवरी हैन यो अब 31 जनवरी अब 30 लास्ट जनवरी लास्ट हो भोलिदेखि 1 तारिक भोलिदेखि अब 1 तारिक अन्त आज चाहिँ हामी थोरै छोटो एउटा सानो ब्लकमा हामी यहाँनिर आयौँ घुम्दै घुम्दै हैन यो चाहिँ हाम्रो जन्मथला हो हैन हामीले यो घुमेको थिएनौँ देखेको थिएनौँ हामीले त देखेको हाम्रो त यो फुटबल खेल्ने एउटा फोक्सेको बल बनाएर सर्टकटमा हान्नु नि यो गफ चाहिँ के यार यो त अहिले अब यस्तो दामी भएको छ यो जग्गालाई चाहिँ हामीले डेभलप गरेर चाहिँ यसलाई चाहिँ एउटा सानो एउटा पिकनिक स्पट बनाएको छ गाइस एकदम तपाईहरु हेर्दै जानु अगाडि जानु पर्यो गुरुजी तपाई चाहिँ बोल्दै बोल्दै हामीलाई जस्ट एकदम बताउनु पर्यो के गुरुजी खाने जग्गा गर्दै दामी त तपाईहरुले भनेको त जुमहरुले टक्क बसेर हल्लिन्छ बसेर टक्क जुम गरेर यसो गरेर खोला नालाहरु पनि देखाइदिनु अनि उता गाडी पनि देखाइदिनु यहाँ कति मान्छे खान आएको रहेछन् हैन अहिले उताको अहिले नेक्स्ट ब्लक हो फेरि टक्क रोकेर म तपाईहरु जाँदै गर्नु म आउँछु यहाँ पानीमा हाम्रो पनि त एकजना त्यो रोक्न पानीको अब पानीको त्यो रोक सारै दामी पानी यार संगो आउनु निस्कनु नसक्नु ए पिकनिक स्पोट गेरे फेरि गुरमा माथि त अब अरे दामी हेलो ए ओए माजाको वाउ यो गाइस रोक दे वहाँ अगाडि जाउँ पुलमा निजलागढी पिकनिक स्पोट इको रिस्टोरियम भुटानको पानी नै हो अब माथि छ निकिलु प्रति भुटानको पानी चाहिँ उता हो दा देखाउनु त भुटानको पानी उता हो अब यो चाहिँ गाइजहरु सबै भुटानबाट आएको पानीहरु हेर्नुहोस् भुटानको बोर्डर वहीँ छ अब यता उयसको छ आसाममा लागेको बोर्डर आसामको बोर्डर यो ड्याम हो अनि अहिले त पानी सानी हुन्छ अहिले त बर्खा भाँचिसकेको छ नि त यो चाहिँ हाम्रो स्विच गेट है गाइजहरु कस्तो दिन्छ हो दिन्छ नि घन्टा आफ्नै बाउको प्रपर्टी हो यो भाइहरुले के दाजुहरुले शिफ्ट कुदाको शिफ्ट यो चाहिँ शिफ्ट हैन के यो चाहिँ एकदम के हल्लाउनै नसक्ने रहेछ के यहाँ हेर्नु अति सुन्दर गाइज हैन एकदम बगर खोलाको कति राम्रो छ तपाईले यहाँदेखि पर जुन त्यो रुखहरु देख्नु हुँदैछ नि यो भुटान बोर्डरको छेउ हो ओए भाइ यता ट्र्याक्टरलाई पनि देखाइदिए टाउको भाइ यो भिडियो तपाईले अब त्यसलाई बिचमा ओके गर्दैन